नमस्कार सबैजनालाई वेलकम टु माई न्यू भिडियो धेरै पछि आज मैले एउटा भिडियो बनाउँदैछु। आज म कहाँ घुम्न जाँदैछु हेर्नुस् ल कहाँ जाँदैछु। यहाँबाट अब हामी गाडी झिकेर अब हिँड्न लागेको। सिसामदेखि यही छु। रोक दे अब हामी हिँडेका छौँ। हाम्रो यात्रा सुरु भयो। हेर्नुहोस् है त अन्तिमसम्म हेरेर साथ दिनु होला। सबै सिसामा देख गाउँको बाटो जस्तो। केवल कार बनाउनलाई यो बाटो यो घाममा पार्किङ गर्ने यहाँ पार्किङ गरेर टिकट यस्तो छ यहाँ। समय सकिन लाग्यो रे। ल भिडियो गराएपछि यही बेफाइदा आफैले आफैलाई हेर्न पाइन्न, आफूले आफूलाई देखाउन पाइन्छ। अब यत्न जिउँ अब आसमान खेल्न पाउँदैन। बनमाटीका खेल्न पाउँछ नि तिमीले। पाउँदैन, बनमाटी पनि पाउँदैन, सानो हुन्छ। हुन्छ पाउँछ एजली पनि छैन। आमा पहिला फोटो पनि हान त। मेरो मोबाइलबाट फोटो हाल्नु। उतापट्टि हेर्नु न, बिच्चा जङ्गल फेरि। खिच्न ओए खिच्न ल ओए उ मान्छे बाहन बाइ गर्नु छिटो। उई
गाडी फर्कियो यहाँको विशेषता भनेको यही हो ल के फाइदा भयो त यहाँबाट बुटोलको भ्यू राम्रो देखिन्छ अरू त्यस्तै हो नाइट राम्रो देखिन्छ होला रातिमा यो खिच म त्यही बस्नुपर्छ त्यहाँ गएर शीतल त आयो। मलाई यहाँ एउटा खिच देऊ नि त अब परदेशी टुर फेरि छोराउ कति हतियार परदेशी टु आएको हैन प्रेम फ्री आयो नि प्रेम फ्री आएको छोरा खतरा पछाडि पारे मैले भन्दा ट्याक्क तिनटा यता हुन्छ भनेर दिदी उतै हुनुहुन्थ्यो एकले त्यही उता गर्नु अहिले हाम्रो समीर बराई अहिलेसम्म हिँड्दैन कोही हिँड्न पनि जोगी बाबा पनि भर्खरै हेर तार हिँडेकै छैन जस्तो देखियो समीर हिँड्न पर्छ तार होइन नि त उसमा गयो त केबुल कार हिँडे तार हिँडे हो दिदी के राख्ने त तार हिँडे के हेर्नु केबुल हिँडे लगाएर बाबु पारी पारी भजन गाउनु झन् मजा आउँछ तल हेर्नु यहाँ गर्दा पनि क्लासको यहाँ तल तल पुरै हैन एक मिनट भजन गाउनु निस्कछ कि ठुल्ले वाला पुरै जति भने हुन्छ कि कुनै कुनैमा छ के भयो पुगो सिद्धार्थ के अझ उफ्र अझ उफ्र तिमी त उहाँ पनि त गइसक्यो गइसक्यो कोरियामा पनि केबुल कारमा गइसक्यो कोरियामा केबुल कार त छैन केबुल कार छ केबुल कार यही हो के केबुल कार